म काठमाडौँ किन आएको त? वेल जसले मलाई पहिलेदेखि नै फलो गरिरहनु भएको छ त्यो मान्छेलाई राम्रोसँग थाहा होला कि म कोल्डपुर भन्दा बढी काठमाडौँमा बस्छु भनेर। र कोल्डपुरमा आफ्नो घरमा केही टाइमको लागि मात्रै गएको थिएँ, तर बस्दा बस्दा 4 महिना कतिखेर बित्यो त्यो मलाई अत्तो नै भएन। र 4-5 महिना कोल्डपुरमा यत्तिकै बसेर बिताइसकेपछि म अब काठमाडौँ आएको छु। अनि बिहानै उठेर ब्रस गरिसकेपछि रुममा आएर हेरेको रुमको ओर्ने ओछ्यान त पुरै लथालिङ्ग भएको रहेछ। त्यसैले मलाई एकछिन रुमको ओर्ने ओछ्यानै पट्याउनुतिर एकछिन आफ्नो ओर्ने ओछ्याउने कपडालाई राम्रोसँग पट्याएर राखिसकेपछि कपडा सपडा लगाएँ अनि ब्याकस्याप बोकेर म लागेँ तौदातिर फोटो खिच्न। अनि मैले फोटो खिच्ने काम गर्ने ठाउँ चाहिँ मेरो रुमभन्दा अलिकति टाढा छ, त्यसैले 5-10 मिनट हिँडेँ अनि 5-10 मिनटको हिँडेपछि म पुगेँ कीर्तिपुर तौदहमा। तौदहको बारेमा कुरा गर्नुपर्दा चाहिँ काठमाडौँ उपत्यका पहिला ठुलो ताल थियो अनि पानी सुकेर नागदेवताहरू बस्ने ठाउँ नभएपछि नागदेवताहरूलाई बस्नको लागि यो तौदह तालको निर्माण गरिएको भन्ने यहाँको भनाइ छ। अनि मैले चाहिँ रुमबाट केही नखाएर निस्केको थिएँ, त्यही भएर मलाई बहुत भोक लागेको थियो। त्यही भएर म एउटा होटलमा गएँ अनि त्यहाँ चाहिँ मैले 1 प्लेट किमा नुडल मगाएँ अनि एकछिन आनन्दले बसेर चपस्टिकले किमा नुडल निजे गरिसकेपछि मलाई लागि फोटो खिच्नुतिर र मैले खिचेको केही फोटोहरू तपाईँले यहाँ पनि देख्न सक्नुहुन्छ। अनि हजुरहरूलाई पनि यस्तै दामी दामी खालको फोटो भिडियो खिच्न मन छ भने तपाईहरु चाहिँ कीर्तिपुर तौदह लेकमा आएर मलाई सम्झिन नबिर्सिनु होला। यो भिडियो हेरेर आउने मान्छेलाई चाहिँ मैले स्पेशल डिस्काउन्ट दिन्छु। र यस्तै टाइपको दामी भ्लग हेर्न मन छ भने च्यानल सब्स्क्राइब गरेर अहिले नै त्यो बेल आइकनलाई दबाइदिइहाल्नुहोस्।